अब नागरिक कर र प्रिफेक्चरल करको घोषणा सम्बन्धी जानकारी प्रस्तुत गरिन्छ। घोषणा गर्नका लागि हुलाक मार्फत प्रक्रिया गर्न सजिलो हुन्छ। तल उल्लेख गरिएका आवश्यक कागजातहरू तयार गरी प्रत्युत्तरका लागि तयार पारिएको लिफाफामा राखी हुलाक बाकसमा हाल्नुहोस्। नागरिक कर र प्रिफेक्चरल कर घोषणा नगर कार्यालयमा विभिन्न सेवाहरू प्राप्त गर्दा प्रयोग गरिन्छ। अघिल्लो वर्षमा आम्दानी नभए तापनि घोषणा गर्नु आवश्यक छ। यदि घोषणा नगरेमा राष्ट्रिय स्वास्थ्य बीमा शुल्कको उचित गणना, भिसा नवीकरण जस्ता प्रक्रियामा आवश्यक कागजातहरू तयार पार्न असर पर्न सक्छ। साथै घोषणा प्रत्येक वर्ष आवश्यक हुन्छ, त्यसैले अघिल्लो वर्ष गरिएको घोषणा यो वर्षमा स्वतः हस्तान्तरण हुने छैन। घोषणा गर्न आवश्यक कागजातहरू A देखि C स्क्रिनमा देख्न सकिन्छ। A र B सबै व्यक्तिहरूका लागि आवश्यक छन्, तर C नभएको खण्डमा त्यसलाई संलग्न गर्नुपर्ने आवश्यकता छैन। अब अर्को पृष्ठमा विस्तृत व्याख्या गरिन्छ। यो पृष्ठमा घोषणा फारमको अगाडिको भागको व्याख्या गरिन्छ। यदि तपाईको हातमा घोषणा फारम छ भने हेराइलाई साथ दिनुहोस्। अगाडिको भागको माथिल्लो भाग रातो घेराभित्रको व्यक्तिगत जानकारी खण्ड हेर्नुहोस्। दायाँपट्टि विस्तारित चित्रमा देखाइएका 1 देखि 5 सम्मका बुँदाहरू अनिवार्य रूपमा भरिदिनुहोस्। 4 मा जन्ममिति लेख्ने स्थानमा यदि तारिख जापानी पात्रो सोवा वा हेइसेई प्रयोग गर्न गाह्रो भएमा 1970 जनवरी 1 तारिख जस्तो इस्वी सम्वत पात्रो प्रयोग गर्न सक्नुहुन्छ। अब रातो घेराभित्रको 4 नम्बर आश्रित खण्डको व्याख्या गरिन्छ। दायाँपट्टि विस्तारित चित्र हेर्नुहोस्। यदि तपाईले जीवनसाथी वा आफन्तलाई आश्रित राख्नु भएको छ भने आश्रित कर कटौती लागू हुन्छ। विदेशमा बसोबास गर्ने आश्रितहरूका लागि निम्न 2 कागजातहरू आवश्यक छन्। सँगै बस्ने जीवनसाथी वा आफन्तहरूको लागि यी कागजातहरू आवश्यक पर्दैन। केवल नाम र जन्ममिति लेख्नुहोस्। 1 आफन्त सम्बन्धी कागजात, विदेशी सार्वजनिक निकायले जारी गरेको कागजात जापानी भाषामा अनुवाद गरी पेश गर्नुहोस्। बच्चाको जन्म प्रमाणपत्र वा जीवनसाथीसँगको विवाह प्रमाणपत्र जस्ता कागजातहरू तयार पार्नुहोस्। 2 रकम स्थानान्तरण प्रमाणपत्र, घोषणा गरिएको वर्षको अघिल्लो वर्षमा घोषणा गर्ने व्यक्तिले आश्रितलाई रकम स्थानान्तरण गरेको प्रमाणपत्र आवश्यक हुन्छ। यदि आश्रितहरू धेरै छन् भने बच्चाहरू समेत सबैका लागि अलग-अलग प्रमाणपत्र आवश्यक हुन्छ। यदि घोषणा गर्ने व्यक्तिले मातृभूमिमा रहेका बुबालाई रकम पठाउँछन् र ती बुबाले अन्य आफन्तलाई नगद हस्तान्तरण गरे तापनि प्रमाणपत्र बुबाको नाममा मात्र भएमा केवल 1 व्यक्तिको आश्रित कर कटौती मात्र स्वीकार गरिनेछ। यी कागजातहरू बिना आश्रित कर कटौती लागू गर्न सकिँदैन। तथापि यदि कार्यस्थलमा आश्रित घोषणा गरिएको छ वा कर कार्यालयमा निश्चित कर मार्फत विदेशी आश्रितहरू मान्यता दिइएको छ भने स्वीकार गर्न सकिन्छ। अब फारमको पछाडिको भाग भरिने तरिका व्याख्या गरिन्छ। 9 देखि 10 पृष्ठमा प्रस्तुत गरिएको आय प्रमाणित गर्ने कागजातहरू भएका व्यक्तिहरूले पछाडिको भाग भर्नु पर्दैन, त्यसैले 6 र 7 पृष्ठ छुटाई 8 पृष्ठ हेर्नुहोस्। पछाडिको भाग भर्नुपर्ने व्यक्तिहरूमा अघिल्लो वर्ष आय नभएका वा प्रमाणित गर्ने कागजात नभएका व्यक्तिहरू पर्छन्। सबभन्दा पहिले अघिल्लो वर्ष आय नभएका व्यक्तिले भर्ने खण्ड बुझाइन्छ। बायाँ माथिल्लो 5 नम्बर हेर्नुहोस्। आय नभएका व्यक्तिले अघिल्लो वर्ष कसरी जीवनयापन गरियो भन्ने उल्लेख गर्न आवश्यक छ। दायाँपट्टि विस्तारित चित्र र तलको व्याख्यालाई हेर्दै A देखि F सम्मका सङ्केतहरूमध्ये एउटा चयन गर्नुहोस्। अब तल प्राप्त गरेका तर स्रोत कर कटौती प्रमाणपत्र नभएका व्यक्तिहरूले भर्ने खण्डको व्याख्या गरिन्छ। 6 नम्बर हेर्नुहोस्। अघिल्लो वर्ष जनवरीदेखि डिसेम्बरसम्म प्राप्त तलब र त्यसको कुल रकम भन्ने स्थानमा लेख्नुहोस्। उदाहरणको लागि यदि अघिल्लो वर्ष जनवरीदेखि जुनसम्म मासिक 2 लाख येनको आय थियो भने कुल रकम 12 लाख येन हुन्छ। प्रदर्शित चित्रमा देखाइएको तरिकाले रकम सही तरिकाले उल्लेख गर्नुहोस्। साथै कार्यस्थलको नाम पनि 1 देखि 3 सम्म लेख्नुहोस्।
थाहा नभएको स्थान खाली छोड्न सकिन्छ, तर घोषणापछि रकममा परिवर्तन गर्न सकिँदैन, त्यसैले सावधानीपूर्वक जाँच गर्नुहोस्। सबै सही छ भने चिन्ह लगाउनुहोस्। पहिचान कागजातको लागि निवास कार्ड, माई नम्बर कार्ड, चालक अनुमति पत्र वा पासपोर्टको प्रतिलिपि जस्ता फोटोसहितका कागजातहरू तयार गर्नुहोस्। अब आय प्रमाण गर्ने कागजातहरूको उदाहरण प्रस्तुत गर्छौं। चित्रमा स्रोत कर कटौती प्रमाणपत्रको उदाहरण देखाइएको छ। घोषणा गरिने वर्षको अघिल्लो वर्षको प्रमाणपत्र तयार गर्नुहोस्। उदाहरणको लागि रेवा 5 सालको घोषणा भएमा रेवा 4 सालको स्रोत कर कटौती प्रमाणपत्र आवश्यक हुन्छ। वर्ष फरक नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुहोस्। यो तलको तस्विरमा तलब पर्चाको नमुना प्रस्तुत गरिएको छ। अघिल्लो वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म प्राप्त सबै तलब पर्चाहरू तयार गर्नुहोस्। साथै यदि तलब भुक्तानी मिति नयाँ वर्षमा सरेको छ भने विशेष ध्यान दिनुहोस्। उदाहरणका लागि यदि रेवावा 4 सालको डिसेम्बर महिनाको 2 लाख येन तलब रेवावा 5 सालको जनवरी 15 मा भुक्तानी भएको छ भने यसलाई रेवावा 5 सालको कर फाइलिङमा समावेश गरिँदैन। यस्तो अवस्थामा डिसेम्बर महिनाको 2 लाख येन तलब रेवावा 6 सालको कर फाइलिङमा समावेश गरिन्छ। त्यसैगरी यदि तपाईसँग स्रोत कर कटौती पर्चा पनि छ भने तलब पर्चा बुझाउनु आवश्यक छैन। स्रोत कर कटौती पर्चा मात्र बुझाउनुहोस्। अघिल्लो वर्षमा तिर्नु भएको राष्ट्रिय स्वास्थ्य बीमा लगायतका सामाजिक बीमा शुल्क र जीवन बीमा शुल्कहरूलाई आम्दानीबाट कटौती गर्न सकिन्छ। कटौतीको लागि थप गर्न चाहनु भएमा भुक्तानी प्रमाणपत्र आवश्यक हुन्छ। यो तस्विरमा राष्ट्रिय स्वास्थ्य बीमाको भुक्तानी प्रमाणपत्रको नमुना देखाइएको छ। यो प्रमाणपत्र पहिलो मुख्य कार्यालय भवनको तेस्रो तलाको राष्ट्रिय स्वास्थ्य बीमा विभाग, कावागुची स्टेसन अगाडिको प्रशासनिक केन्द्र वा प्रत्येक शाखा कार्यालयबाट प्राप्त गर्न सकिन्छ। अन्त्यमा बारम्बार सोधिने प्रश्नहरूको सारांश प्रस्तुत गरिएको छ। कृपया सन्दर्भको लागि प्रयोग गर्नुहोस्। कर प्रमाणपत्र वा करमुक्त प्रमाणपत्र कर फाइलिङ गरे लगत्तै प्राप्त गर्न सकिँदैन। हरेक वर्ष मार्च 15 तारिखसम्म कर फाइलिङ गरिएमा यदि सामान्य कर सङ्कलन हो भने जुन 1 पछि मात्र प्रमाणपत्र जारी गरिन्छ। यदि विशेष कर सङ्कलन हो भने कार्यस्थललाई कर निर्धारण सूचना पठाइएपछि मात्र प्रमाणपत्र प्राप्त गर्न सकिन्छ। यदि कर फाइलिङ म्याद समाप्त भइसकेपछि जुन महिनापछि कर फाइलिङ गर्नु भएमा प्रमाणपत्र कर फाइलिङ गरेपछि झन्डै 1 हप्तापछि मात्र जारी गरिन्छ। त्यसैले कृपया कर फाइलिङ म्यादभित्रै गर्नुहोस्। तपाईको ध्यानका लागि धन्यवाद।